नमस्कार साथीहरू, फेरि पनि स्वागत छ तपाईहरुलाई अर्को भिडियोमा। आज हामी नौलो टपिकमा कुरा गर्नेछौँ। हाम्रो नुवाकोट क्षेत्र नम्बर 1 र 2 बाट निर्वाचित माननीयज्यूहरुलाई एउटा मेरो सानो गाउँको तर्फबाट सल्लाह है। हुन त तपाईहरु जस्तो विज्ञ मान्छेहरुलाई मैले सल्लाह दिनु उचित नहोला, त्यही पनि एउटा गाउँको तर्फबाट सानो एउटा सल्लाह समथिङ टिप्स है त। तपाईहरुको लागि यो ठाउँ एकदम नयाँ हो। यहाँ भ्रष्टाचार धेरै हुने ठाउँ यो ठाउँमध्ये यो नुवाकोट पनि एउटा हो, जहाँ बजेट पनि धेरै आउँछ तर विकास एकदम थोरै हुन्छ। यो कुरालाई चाहिँ तपाईहरुले अबको आउने दिनमा कसरी हेर्नु पर्यो भने कुनै पनि साँठगाँठ गर्नु भएन। कुनै पनि नेतासँग कुनै पनि ठेकेदारहरुसँग साँठगाँठ नगरिकन राम्रोसँग काम गर्नु होला। तपाईहरुलाई विफल बनाउनका लागि तपाईहरुको कार्यकाल जुन 5 वर्ष कार्यकाल चाहिँ असफल बनाउन लागि धेरैवटा कुराहरु हुन सक्छ। यहाँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई धेरै अरु पार्टी भित्रबाट एआई को थ्रु हुन्छ कि अथवा कुनै एंगलबाट हुन्छ, जसरी पनि नीच देखाउने, तल्लो स्तरमा राखेर भिडियोहरु पोस्टहरु गर्ने धेरैवटा भइरहेको छ। तपाईहरुले हाम्रो नुवाकोटमा पनि हुन सक्छ है। एकदम जोगिनु होला, सोचेर मात्रै कदम चाल्नु होला। यहाँ तपाईहरुलाई गलत साबित गर्नका लागि यहाँको जनताहरुको सामुन्ने तपाईहरुले नराम्रो बनाउनलाई धेरैवटा साजिसहरु हुन सक्छ। किन भन्नुहुन्छ भने यहाँनिर तपाईहरुले पुरानो कार्यकर्ताहरु, पुरानो पार्टीको समर्थनहरु धेरै मात्रामा पाउन सक्नुहुन्छ। उहाँहरुबाट एकदम जोगिएर कुनै पनि लोभ प्रलोभनमा नपरिकन उहाँहरुसँग कुनै पनि साँठगाँठ नगरिकन आफ्नो कार्यकाल पूरा गर्नु होला। यदि त्यसो कुनै आएको अवस्थामा सम्पूर्ण जनता सामुन्ने तपाईहरुले कुरा राख्न सक्नुहुन्छ। यहाँनिर तपाईहरुलाई गाह्रो आपद विपद परेको अवस्थामा नुवाकोटेवासी जहिले रेडी हुने अवस्थामा छ, रेडी नै हुनुहुनेछ। समर्थमा भन्न खोजेको कुरा चाहिँ के हो भने यहाँबाट तपाईलाई अहिले जति पनि ठाउँमा भइरहेको छ त्यस्तै खालको विरोध कार्यक्रम हुन सक्छ। जुन पुरानो कार्यकर्ताहरुले उहाँहरुबाट जोगिनु होला। तपाईहरु सोचेर मात्रै काम गर्नु होला। उहाँहरुले तपाईहरुलाई विफल बनाउने कोसिस गर्नु हुनेछ मलाई लागे अनुसार हैन। त्यही भएर तपाईहरुले कदम राम्रोसँग सोचेर चाल्नु होला। कसैसँग नि साँठगाँठ नगर्नु होला। गाउँमा विकास चाहेको हो, कुनै पनि खालको ठेकापट्टामा आफ्नो मान्छे त्यस्तै खालको जुन गुण्डागर्दी मान्छेहरु त्यस्तोहरुलाई ठेकापट्टाको कामहरु त्यस्तो नपारेकै राम्रो हैन। अर्को कुरा भनेको तपाईहरुले बजेट बमोजिम काम भयो कि भएन हेर्नुपर्ने हुन्छ। अर्को कुरा भनेको गाउँमा कहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजना सांसदहरुले कति के बजेट ल्याउनु भयो, कहाँ ल्याउनु भयो, कति ठाउँमा भाषण गर्नुभयो भन्ने कुराहरु जनताले खासै खोजनीति गर्ने कन्डिसन हुँदैन। तपाईले नुवाकोटको लागि पार्दिनु भएको बजेट विकासको कामहरु सजिलै बुझ्ने गरी फेसबुकको मार्फत तपाईहरुको फेसबुक मार्फत पब्लिश गराइदिनु होला, जुन जनताहरुले बुझ्नका लागि सहज होस्, सजिलोसँग। ओके, अन्तिममा यही भन्न चाहन्छु, तपाईहरु एकदम सोचेर कदम चाल्नु होला। यहाँ धेरैवटा कार्यकर्ताहरु हुनुहुन्छ जुन तपाईहरुलाई असफल पार्न कोसिस गर्नु हुनेछ मलाई लागे अनुसार। यसको लागि तपाईहरुले बी केयरफुल, एकदम सोचेर सम्झेर मात्रै कदम चाल्नु होला। सफल कार्यकालको धेरै धेरै शुभकामना तपाईहरु दुवैजनालाई, क्षेत्र नम्बर 1 र 2 को दुवैजना माननीयज्यूहरुलाई। ओके, आजको लागि यति नै। थ्यांक यू। हामी नेक्स्ट भिडियो अर्को नै टपिक लिएर आउनेछौँ।